नमस्ते सबैजनालाई, म करुण मिश्र। आज चाहिँ म क्लास 10 फोर्स एन्ड मोसन च्याप्टर चाहिँ गर्न जाँदैछु। सो लास्टसम्म हेरिदिनु होला। मन पर्यो भने लाइक सेयर र सब्सक्राइब गरिदिनु होला है। ल सुरु गरौँ है त। हामीलाई के थाहा छ हामीलाई के थाहा छ भन्दाखेरि अहिले सन इज एट द सेन्टर एन्ड अल द प्लानेट्स रिभल्भिङ अराउन्ड द इट भनेर हामीलाई थाहा छ होइन। तर सधैँभरि यो कुरो थिएन। पहिला चाहिँ के मान्यता थियो भन्दा बिलिभ थियो भन्दाखेरि हाम्रो यसरी अर्थ इज एट द सेन्टर, अर्थ चाहिँ बिचमा छ, त्यसको वरिपरि चाहिँ के हुन्थ्यो त, सनले रिभल्भ गर्थ्यो यसरी होइन। सो यो थ्योरी चाहिँ हाम्रो जियोसेन्ट्रिक थ्योरी हो। जियोसेन्ट्रिक थ्योरी अनुसार चाहिँ के हुन्छ त, अर्थ चाहिँ हाम्रो के छ, सेन्टरमा छ है। अनि त्यसको वरिपरि सन र सन जस्तै अरू प्लानेट्स मुनहरू चाहिँ रिभल्भिङ गर्छ। सो दिस इज कल जियोसेन्ट्रिक थ्योरी। जियोसेन्ट्रिक थ्योरी मिन्स according to this theory the earth is at the center around which the sun and the other planets revolve है। and this theory is also known as Ptolemaic theory। यो चाहिँ हाम्रो MCQ तिर कहिलेकाहीँ सोध्न सक्ला है। ओके, बिस्तारै टाइम बित्दै गयो। त्यसपछि चाहिँ निकोलस कोपर्निकसले चाहिँ के भन्यो भन्दाखेरि होइन, अर्थ इज नट एट द सेन्टर अफ द सोलर सिस्टम, सन इज एट द सेन्टर अफ द सोलर सिस्टम। र सनको वरिपरि अरू प्लानेट्सहरू यसरी रिभल्भ गर्दैछन् है भनेर चाहिँ निकोलस कोपर्निकसले भन्यो। र यो थ्योरीलाई चाहिँ हेलियोसेन्ट्रिक थ्योरी भन्यो। हेलियोसेन्ट्रिक थ्योरी भनेको चाहिँ के हो भन्दाखेरि सन इज एट द सेन्टर अराउन्ड विच अल द प्लानेट्स एन्ड द स्याटेलाइट्स रिभल्भिङ अराउन्ड इट भनेर चाहिँ हाम्रो निकोलस कोपर्निकसले चाहिँ हेलियोसेन्ट्रिक थ्योरी दियो। र पछि चाहिँ न्युटनले चाहिँ यदि हो भने यो चाहिँ कसरी पोसिबल भइरहेछ भनेर चाहिँ उसले कुरा फाइन्ड आउट गर्दाखेरि चाहिँ यो चाहिँ ग्राभिटेसनल फोर्सले गर्दाखेरि पोसिबल भइरहेछ भनेर चाहिँ उसले पत्ता लगाएको हो। सो वाट इज ग्राभिटेसनल फोर्स त मेन भनेको चाहिँ अब यहाँबाट हाम्रो च्याप्टर सुरु हुन्छ क्या। ग्राभिटेसनल फोर्स भनेको के हो त, ग्राभिटेसनल फोर्स भनेको इट इज द म्युचुअल फोर्स अफ एट्र्याक्सन बिट्विन एनी टू बडी इन द युनिभर्स। भन्न खोजेको कुनै पनि बडी छ, लेट्स से दिस इज अ बडी ए एन्ड दिस इज अ बडी बी, यो दुईटा बडी बिचमा चाहिँ के हुन्छ त, एउटा फोर्स अफ एट्र्याक्सन हुन्छ। एन्ड दिस फोर्स अफ एट्र्याक्सन इज कल ग्राभिटेसनल फोर्स। के कुनै पनि बडी बिचमा पनि हुनसक्छ। यहाँ हामी मान्छे, यहाँ ए भन्ने मान्छे छ होइन, अनि यहाँ बी भन्ने मान्छे छ, यो ए र बी भन्ने मान्छेमा पनि के हुन्छ त, देयर इज अ फोर्स अफ एट्र्याक्सन द्याट इज कल ग्राभिटेसनल फोर्स। यहाँ यो मान्छे छ, यहाँ एउटा बुक सपोज राख्यौँ हामीले होइन, यो बुक राख्यौँ। सो यो मान्छे र यो बुकमा पनि के हुन्छ त, ग्राभिटेसनल फोर्स हुन्छ होइन। पनि दुईवटा बडी बिचको जुन फोर्स अफ एट्र्याक्सन हुन्छ द्याट इज कल ग्राभिटेसनल फोर्स अफ एट्र्याक्सन, ग्राभिटेसनल फोर्स है। एन्ड ग्राभिटेसनल फोर्सको इफेक्टहरू हामीले हेर्ने हो भने चाहिँ planets revolve around the sun because of the gravitational force, tides are produced in the sea or ocean because of the gravitational force, satellites revolve around the sun because of the gravitational force है। यो सबै केले गर्दा पोसिबल भइरहेछ त भन्दाखेरि ग्राभिटेसनल फोर्सले गर्दाखेरि चाहिँ पोसिबल भइरहेछ है। भर्खर हामीले ग्राभिटेसनल फोर्स अनुसार के कुरा गर्यौँ, लेट्स से एउटा बडी ए छ, एउटा बडी बी छ। यो बडी ए भन्ने बडी बीतिर जति फोर्सले एट्र्याक्ट हुन्छ, बी पनि एतिर त्यति नै फोर्सले एट्र्याक्ट हुन्छ हो। हामीले ग्राभिटेसनल फोर्स अनुसार त्यही नै पढायो हो। तर यो सिनेरियो एकचोटि इमेजिन गरौँ। हामीले जहिले पनि देख्छौँ के त, एप्पल अर्थतिर झरेको देख्छौँ होइन। हामीले एप्पल त अर्थतिर झरेको देख्छौँ। ग्राभिटेसनल फोर्स अनुसार त एप्पल अर्थतिर झर्छ भने अर्थ पनि त एप्पलतिर आउनु पर्ने हो नि त यसरी। यो कुरो चाहिँ किन नभएको होला त, ग्राभिटेसनल फोर्स अनुसार त यो बडी जसरी ए बीतिर एट्र्याक्ट हुन्छ, बी पनि त्यति नै एतिर एट्र्याक्ट हुन्छ भनेर बुझ्यौँ। तर यो केसमा एप्पल चाहिँ अर्थतिर झरेको देखियो तर अर्थ चाहिँ एप्पलतिर गएको देखिएन। के रिजन होला त, जानुपर्ने त दुइटै हो नि त हो। रिजन चाहिँ के हुन्छ भन्दाखेरि खासमा ग्राभिटेसनल फोर्स अनुसार दुइटैले एकअर्कालाई एट्र्याक्ट गरेको हो। अर्थ पनि एप्पलतिर मुभ हुन्छ, एप्पल पनि अर्थतिर मुभ हुन्छ। हामीलाई के थाहा छ भन्दाखेरि एक्सेलरेसन इज इन्भर्सली प्रोपोर्सनल टु द मास। भन्न खोजेको मास जति धेरै हुन्छ त्यति नै थोरै एक्सेलरेसन प्रड्युस भएको देखिन्छ। भन्न खोजेको अब यो दुईटाको मास कम्पेयर गरौँ, यसको मास र यसको मास कम्पेयर गरौँ
हैन अर्थको र एप्पलको मास कम्पेयर गरौँ अर्थको मास धेरै छ एज कम्पेयर टु एप्पल भनेपछि यसमा जुन एक्सेलरेसन प्रोड्युस हुन्छ त्यो एक्सेलरेसन के हुन्छ एकदमै कम हुन्छ किनकि यसको मास एकदमै धेरै छ यसको मास एकदमै धेरै भएको कारणले गर्दाखेरि यसमा जुन एक्सेलरेसन प्रोड्युस हुन्छ त्यो एक्सेलरेसन एकदमै कम हुन्छ जुन चाहिँ हामीले नोटिसै गर्न सक्दैनौँ द्याट इज नट नोटिसेबल के सो हामीले के मात्र नोटिस गर्छौँ त भन्दाखेरि एप्पल चाहिँ अर्थतिर एट्र्याक्ट भइरहेको नोटिस गर्छौँ तर अर्थ चाहिँ उत्माथतिर गएको देख्दैनौँ तर रियालिटीमा बोथ अफ देम एट्र्याक्ट इच अदर बट बिकज अफ द मास अफ द अर्थ विच इज भेरी लार्ज एज कम्पेयर टु द मास अफ द एप्पल एक्सिलरेसन इज नेग्लिजिबल है क्वेसन आउन सक्छ द फोर्स अन द एप्पल ड्यू टु अर्थ एट्र्याक्सन इज equal to that on the earth due to the apple's attraction but the mass of the earth is very large as compared to the apple the acceleration experienced by the earth will be so small that it will be not noticeable है यो कुरा हामीले थाहा पाउनु पर्छ है ओके ग्रेभिटेशनल फोर्सले पत्ता लगाएपछि न्युटनले चाहिँ त्यहीसँग रिलेटेड हामीलाई न्युटन युनिभर्सल ल अफ ग्रेभिटेसनको कुरो गरेको छ र यसले के भन्छ भन्दाखेरि युनिभर्समा कुनै पनि दुईवटा अब्जेक्ट छ या दुई वा दुईभन्दा बढी अब्जेक्ट छ हैन अहिले हामी कुनै पनि अब्जेक्टहरू छ भने लेट्स से हामी अहिले चाहिँ दुईवटा अब्जेक्ट लियौँ जस्तै यो ए भनौँ यसलाई बी भनौँ हैन यो ए र बी भन्ने हाम्रो दुईवटा अब्जेक्ट छ र ए र बी बिचमा के छ त ग्रेभिटेशनल फोर्स अफ एट्र्याक्सन छ मिन्स एले बीलाई आफूतिर एट्र्याक्ट गर्दैछ र बीले चाहिँ एलाई आफूतिर एट्र्याक्ट गर्दैछ भने त्यहाँ त फोर्स अफ एट्र्याक्सन छ जसलाई हामीले ग्रेभिटेशनल फोर्स भन्छौँ र त्यो ग्रेभिटेशनल फोर्सलाई हामीले केले डिनोट गर्छौँ एफले डिनोट गर्छौँ है एन्ड नाउ यो जुन ग्रेभिटेशनल फोर्स छ यो ग्रेभिटेशनल फोर्स चाहिँ के हुन्छ त यो दुईवटा जुन बडी छ नि यो दुईवटा बडीको मासको चाहिँ प्रडक्टसँग डाइरेक्टली प्रोपोर्सनल हुन्छ यसरी यसको मिनिङ के हो त भन्दाखेरि यदि हामीले यो दुईवटा बडीको मास बढाउँदै जाने हो भने चाहिँ फोर्स अफ ग्रेभिटी या फोर्स पनि के हुँदै जान्छ त बढ्दै जान्छ एउटा त यो भयो है अनि अर्को चाहिँ के हुन्छ त भन्दाखेरि यो दुईवटा अब्जेक्टको जुन डिस्टेन्स छ नि डिस्टेन्ससँग चाहिँ यो फोर्स अफ ग्रेभिटी या फोर्स अफ ग्रेभिटेसन चाहिँ इन्भर्सली प्रोपोर्सनल टु इट्स स्क्वायर अफ इट्स डिस्टेन्स हुन्छ यो एउटा बुझ्नु पर्यो यो दुईवटाले भन्न खोजेको कुरा चाहिँ के हुन्छ भन्दाखेरि कुनै दुईवटा अब्जेक्ट बिचको मासलाई हामीले बढाउँदै जाने हो भने तिनीहरू बिचमा ग्रेभिटेशनल फोर्स बढ्दै जान्छ र ती दुईटा अब्जेक्ट बिचको डिस्टेन्स हामीले बढाउँदै जाने हो भने तिनीहरू बिचको ग्रेभिटेशनल फोर्स अफ एट्र्याक्सन के हुँदै जान्छ त घट्दै जान्छ ल हेरौँ है इट स्टेट द्याट एभ्री अब्जेक्ट इन द युनिभर्स एट्र्याक्ट इच अदर विथ अ फोर्स विच इज डाइरेक्टली प्रोपोर्सनल टु द प्रडक्ट अफ देयर मासेज एन्ड इन्भर्सली प्रोपोर्सनल टु द स्क्वायर अफ द डिस्टेन्स बिट्विन देयर सेन्टर सो हामीले यहाँबाट एउटा चाहिँ एफ इज डाइरेक्टली प्रोपोर्सनल टु m1 इन्टु m2 गऱ्यौँ अनि एफ इज डाइरेक्टली प्रोपोर्सनल टु 1/d स्क्वायर गऱ्यौँ यसलाई इक्वेसन 1 यसलाई इक्वेसन 2 गरौँ र हामी यो दुईटै इक्वेसनलाई कम्बाइन गरिदिउँ है कम्बाइनिङ इक्वेसन 1 एन्ड 2 हामीले के पाउँछौँ भन्दाखेरि एफ इज डाइरेक्टली प्रोपोर्सनल टु m1 m2 डिभाइडेड बाई डी स्क्वायर पाउँछौँ अब यहाँ के आउँछ भन्दाखेरि यहाँ प्रोपोर्सनलको साइन छ यो प्रोपोर्सनलको साइनलाई हटाउनलाई हामीले कुनै न कुनै एउटा चाहिँ कन्स्ट्यान्टले मल्टिप्लाई गर्छौँ र त्यो कन्स्ट्यान्टले मल्टिप्लाई गरिसकेपछि यो हट्छ ल मैले के अरे त्यो कन्स्ट्यान्ट चाहिँ जी भनेर योलाई हटाएर यो प्रोपोर्सनलको साइन हटेपछि के हुन्छ त हाम्रो इजिकस टुको साइनमा कन्भर्ट हुन्छ सो एफ इजिकस टु जी m1 m2 बाई डी स्क्वायर दिस इज द gravitational force between two bodies separated by a distance d है यो चाहिँ हाम्रो कुनै पनि बडी बिचको ग्रेभिटेशनल फोर्स निकाल्नु पर्यो भने चाहिँ हामीले यो फर्मुला लाउने हो है अब यो g भनेको के हो भन्दाखेरि युनिभर्सल ग्रेभिटेशनल कन्स्ट्यान्ट g इज कल्ड के हो त हाम्रो युनिभर्सल ग्रेभिटेशनल कन्स्ट्यान्ट जी को मिनिङ अब यो के हो कसो म एकछिन भन्छु र मैले यहाँ ल्याङ्ग्वेजहरू लेखेको छैन हैन म ल्याङ्ग्वेज भएको नोट चाहिँ म पछि कमेन्टमा राखिदिन्छु पिन गरिदिन्छु त्यहाँबाट डाउनलोड गरेर एउटा प्रपर नोट नै हुन्छ सो यहाँबाट नि लेख्न सक्नुहुन्छ र पछि हैन ल्याङ्ग्वेज भएकै नोटहरू चाहिन्छ भने चाहिँ त्यहाँबाट पनि तपाईहरुले डाउनलोड गर्न सक्नुहुन्छ है त ओके सो ब्याक टु द टपिक भन्छी
ग्राभिटेसनल फोर्स बिट्विन टू बडी जहिले पनि के हुँदो रहेछ त एफ इज इक्वल्स टु जी m1 इन्टु m2 बाई डी स्क्वायर जी यो जी भनेको के हो त ग्राभिटेसनल कन्स्ट्यान्ट हो है यो चाहिँ युनिभर्सको कुनै पनि कुनामा चाहिँ के हुन्छ कन्स्ट्यान्ट हुन्छ है ओके अब युनिभर्सल ग्राभिटेसनल कन्स्ट्यान्ट भनेको के हो भनेर बुझौँ है लेट्स से यहाँ एउटा अब्जेक्ट ए छ यहाँ एउटा अब्जेक्ट बी छ र हामीले के एज्युम गरौँ भन्दाखेरि यसको मास युनिट यी दुईटा युनिट मास हो यिनीहरू दुईटा के हो त युनिट मास हो यो दुईटै के हो त युनिट मास हो युनिट मास भनेको 1 केजी अब 1 केजी भन 1 ग्राम भन 1 किलोग्राम भन हैन तर हामीलाई चाहिँ कस्तो हुन्छ भन्दाखेरि हामीले जब फिजिक्समा कुरा गर्छौँ हामी एसआई युनिटमा बसेर कुरा गर्छौँ नि सो लेट्स चाहिँ हामी यो युनिट मास भनेको 1 केजी भनेर एज्युम गरौँ है लेट्स से दिस इज अ युनिट मास एन्ड सेपरेटेड बाई अ युनिट डिस्टेन्स है युनिट डिस्टेन्स भनेको पनि अब सेम त्यही 1 युनिट डिस्टेन्स भनेको अब हामी 1 मिटर त्यसरी नै बुझौँ है त युनिट डिस्टेन्स हो अब यो दुईटा बडी जुन युनिट मास दुईवटा युनिट मास भएको दुईवटा बडी छ र यिनीहरू बिचको डिस्टेन्स कति छ त युनिट डिस्टेन्स छ यी दुईटा बडी बिचमा जुन ग्राभिटेसनल फोर्स प्रड्युस हुन्छ नि हो त्यो ग्राभिटेसनल फोर्स नै हाम्रो के हो त यो जुन ग्राभिटेसनल फोर्स प्रड्युस बिट्विन द युनिट मासेस सेपरेटेड बाई युनिट डिस्टेन्स त्यही नै हाम्रो के हो त जी हो यो चाहिँ हामीले बुझ्नु पर्यो है हेर त इट इज डिफाइन्ड एज द ग्राभिटेसनल प्रड्युस बिट्विन टू बडिज अफ युनिट मास सेपरेटेड बाई युनिट डिस्टेन्स बिट्विन देयर सेन्टर यो कुरा चाहिँ हामीले बुझ्नुपर्छ है अब यो जी को भ्यालु चाहिँ के हो भन्दाखेरि 6.67 इन्टु 10⁻⁻11 न्युटन मिटर पर केजी स्क्वायर न्युटन मिटर स्क्वायर पर केजी स्क्वायर यो हामीले कण्ठ पार्नै पर्छ किन भन्दाखेरि यो एमसीक्यूमा पनि सोध्छ भेरी सर्ट क्वेसन एन्सर पनि सोध्न सक्छ प्लस न्युमेरिकल गर्दाखेरि त यो भ्यालु नभइकन त हामीले म्याक्सिमम 99% क्वेसन सल्भ गर्नै सक्दैनौँ सो यो भ्यालु चाहिँ कण्ठ पार्नु होला अनि युनिभर्सल ग्राभिटेसनल कन्स्ट्यान्ट कसले मेजर गरेको हो भन्दाखेरि हेनरी क्याभेन्डिसले मेजर गरेको हो है बाई युजिङ अ क्याभेन्डिस ब्यालेन्स भनेर हामीलाई थाहा हुनुपर्छ केले भन्दा क्याभेन्डिस ब्यालेन्सले है र कहिले गरे 1978 मा अब अर्को कुरो यो जुन जी को भ्यालु छ नि हेर न जी को भ्यालु त -11 10⁻⁻11 हुने एकदम स्मल हो कि हैन सो एकदम स्मलेस्ट भएको कारणले गर्दाखेरि दिस इज अल्सो नोन एज द विकेस्ट फोर्स इन द नेचर So value of G is very small, thus it is known as the weakest force in the nature. हामीले भर्खर युनिभर्सल ग्राभिटेसनल कन्स्ट्यान्ट भनेको के बुझ्यौं त भन्दाखेरि ग्राभिटेसनल फोर्स प्रड्युस बिट्विन द युनिट मासेस हैन सेपरेटेड बिट्विन द युनिट डिस्टेन्स हैन त यही भनेर पढाए हैन त कुनै दुईवटा युनिट मास बीचमा जुन ग्राभिटेसनल फोर्स प्रड्युस हुन्छ इफ इट इज सेपरेटेड बाइ 1 मिटर त्यही ग्राभिटेसनल फोर्सलाई नै हामीले के भन्छौँ त ग्राभिटेसनल कन्स्ट्यान्ट भन्छौँ नि त सो यो द भ्यालु अफ जी 6.67 इन्टु 10⁻⁻11 न्युटन मिटर स्क्वायर पर केजी स्क्वायरको मिनिङ के हो त भन्यो भने यो दुईवटा युनिट मास सेपरेटेड बाई अ युनिट डिस्टेन्स बीचमा फोर्स कति प्रड्युस भइरहेछ भनेको 6.67 इन्टु 10⁻⁻11 न्युटन प्रड्युस भइरहेछ भन्न खोजेको क्या इट मिन्स द्याट अ म्युचुअल ग्राभिटेसनल फोर्स अफ 6.67 इन्टु 10⁻⁻11 न्युटन acts between the two bodies of mass 1 kg each kept at a distance of 1 meter apart from their center. Ani the value of G remains same regardless of the material and the medium between the bodies, so it is called universal gravitational constant. ल अब अर्को कुरा गरौँ है त कुन बेला in which condition F is equals to G in which condition हैन in which condition F is equals to G यो एउटा क्वेशन आउन सक्छ कुन बेला चाहिँ F र G चाहिँ इक्वल हुन्छ हामीले F भनेको के पढाएको छौँ त ग्राभिटेसनल फोर्स भनेको G m1 m2 बाइ d स्क्वायर पढाएको छौँ आफै इमेजिन गरौँ न कुन बेला चाहिँ F is equals to G हुन्छ सिम्पल छ नि यसको भ्यालु र यसको भ्यालु जब 1 हुन्छ भन्न खोजेको m1 is equals to m2 is equals to 1 kg अनि डिस्टेन्स चाहिँ कति हुनु पर्यो त 1 मिटर हुनु पर्यो यदि यो पनि 1 यो पनि 1 भने त F is equals to G हुन्छ कि हुँदैन हेरौँ न G अनि 1 into 1 डिवाइडेड बाइ 1 स्क्वायर त्यो भनेको F is equals to G भएको भएन भनेपछि दुईवटा बडी यदि 1 kg को छ र तिनीहरू सेपरेटेड बाइ 1 यो पनि 1 kg यो पनि 1 kg अनि यो दुईटा बीचको डिस्टेन्स पनि 1 मिटर छ भने त्यो कन्डिसनमा F is equals to G हुन्छ हेरौँ त when two bodies of unit mass are kept
1 meter apart from their center, then the value of gravitational force and the gravitational constant become equal. हामीसँग योसँग रिलेटेड एक दुईवटा चाहिँ क्वेसन आउँछ न्युटन्स ल अफ ग्राभिटेसनको फर्मुला युज गरेर एक दुईवटा चाहिँ हामीलाई क्वेसन आउँछ कस्तो क्वेसन आउँछ भन्दाखेरि इफ त्यो ग्राभिटेसनल फोर्समा चाहिँ मासलाई बढायो भने के हुन्छ डिस्टेन्सलाई बढायो भने के हुन्छ घटायो भने के हुन्छ मतलब ग्राभिटेसनल फोर्समा चाहिँ कस्तो कस्तो इफेक्ट पर्छ भनेर चाहिँ हामीलाई भन्छ है सो यसमा पनि म ल्याङ्ग्वेजहरू चाहिँ लेख्दिनँ जस्ट सल्भ गरिदिन्छु पछि ल्याङ्ग्वेज भएको नोट चाहिँ म त्यहाँ अपलोड गरिदिन्छु कमेन्टमा है सो यदि यहाँसम्म हेर्नुभएको छ भने यसो लाइक गरिदिनु होला है साथीहरूसँग सेयर पनि गर्न मिल्छ भने गरिदिनु होला सब्सक्राइब गरिदिनु होला गर्नुभएको छैन भने ल यो क्वेसन सुरु गरौँ है त हामीलाई क्वेसनले भन्न खोजेको कुरो हेरौँ है वाट विल ह्यापन टु द ग्राभिटेसनल फोर्स बिट्विन द टु बडिज इफ द मास अफ वान बडी इज डबल किपिङ द डिस्टेन्स कन्स्ट्यान्ट भनेको छ हामीलाई चाहिँ के हुन्छ हेर हामी एउटा अब्जेक्ट यहाँ छ जसको मास m1 छ अर्को अब्जेक्ट यहाँ छ जसको मास m2 छ र यिनीहरूको बीचको डिस्टेन्स फ्रम देयर सेन्टर चाहिँ कति छ d छ यो त हामीलाई थाहा छ र यो अब्जेक्ट बीचमा चाहिँ ग्राभिटेसनल फोर्स कति लाग्छ त F = G m1 m2 / d² लाग्छ अब क्वेसनले चाहिँ के भन्यो भन्दाखेरि यो जुन ग्राभिटेसनल फोर्स प्रोड्युस भइरहेछ नि यिनीहरू दुईटा बीचमा चाहिँ यी दुईटा बीचमा चाहिँ कस्तो इफेक्ट हुन्छ इफ यो दुईवटा मास मध्ये मतलब यो दुईवटा मास मध्ये एउटा मासलाई चाहिँ डबल बनाइदिउँ हैन अनि एउटालाई चाहिँ कन्स्ट्यान्ट राखौँ लेट्स से यसैलाई अर्को फिगर बनाइदिन्छु म यहाँ के गरेको क्वेसनले चाहिँ के भन्यो भन्दा लेट्स से एउटा मासलाई डबल बनाउनु मैले यो मासलाई चाहिँ m1 लाई चाहिँ डबल बनाइदिएर 2m1 बनाइदिए अरे है अनि यो m2 लाई चाहिँ कन्स्ट्यान्टै राखे किनकि क्वेसनले नै हामीलाई के भनेको छ कन्स्ट्यान्ट राख भनेको छ एउटा बडीलाई मात्र डबल बना भनेको छ सो मैले यसलाई चाहिँ डबल बनाएँ अनि यसलाई चाहिँ जस्ता त्यस्तै राखेँ र यी दुईटा बीचको डिस्टेन्सलाई पनि के भनेको छ त क्वेसनले भन्दाखेरि सेम राख है चेन्ज नगर भने चाहिँ यस्तो बेला चाहिँ ग्राभिटेसनल फोर्स के हुन्छ त सिम्पल छ नि हामीलाई ग्राभिटेसनल फोर्स भनेको के थाहा छ त ले चाहिँ न्यू ग्राभिटेसनल फोर्स F1 हुन्छ फर्मुला त हामीसँग G यसको प्रोडक्ट यो दुईटा मासको प्रोडक्ट भनेको यसको मास भनेको 2m1 छ सो 2m1 यसको मास m2 छ सो m2 / d²। अब यो 2 लाई अगाडि ल्याइदिउँ अनि G m1 m2 / d²। अब हेरौँ त यसलाई यदि मैले इक्वेसन 1 भनेको भए यो भ्यालु र यो सेम हो कि होइन भनेपछि यो यसको ठाउँमा मैले उयो f राख्न पाएँ कि नपाएँ राख्न पाइने हैन सो F1 = के हुँदो रहेछ त 2f हुँदो रहेछ यसको मिनिङ के हो त भन्दाखेरि इफ एउटा मासलाई मात्र बढाउने हो भने नयाँ ग्राभिटेसनल फोर्स के हुँदो रहेछ डबल अफ द प्रिभियस ग्राभिटेसनल फोर्स हाम्रो ग्राभिटेसनल फोर्स चाहिँ 2 टाइम्सले इन्क्रिज हुन्छ भनेर हामीले बुझ्नु पर्यो है ल अब अर्को क्वेसन हेरौँ है त व्हाट विल ह्यापन इफ द मास अफ द बोथ बडी इज डबल अब चाहिँ दुईटै बडीलाई डबल गराइदिउँ लेट्स से फेरि अघि जस्तै गरौँ है त यहाँ एउटा बडी m1 छ यहाँ एउटा बडी m2 छ यो दुईटा बडी बीचमा कति यो दुईटा बडी बीचको डिस्टेन्स फ्रम देयर सेन्टर चाहिँ d नै छ भने यी दुईटा बीचमा ग्राभिटेसनल फोर्स कति लाग्छ त यो त हामीले फर्मुला अनुसार G यसको र यसको प्रोडक्ट भनेको m1 * m2 / d² यसलाई इक्वेसन 1 भनौँ अब क्वेसनले के भनेको छ हेरौँ त इफ द मास अफ द बोथ बडी इज डबल रे यो दुईटै बडीको मासलाई डबल बनाइदिउँ रे यो दुईटै बडीको मासलाई चाहिँ डबल बनाइदिउँ भने चाहिँ यो m1 लाई कति गरिदिउँ डबल बनायो भने 2m1 हुन्छ अनि यो m2 लाई पनि डबल बनाइदिने हो भने के भइदिन्छ त यो पनि 2m2 भइदिन्छ र तर डिस्टेन्सलाई चाहिँ के गर्नु पर्यो कन्स्ट्यान्ट राख्नु पर्यो भन्न खोजेको यो d छ भने अहिले नि d सो नयाँ फोर्स अफ ग्राभिटेसन कति हुन्छ त भन्यो भने F1 भनेको त सिम्पल छ यो दुईटा मासको प्रोडक्ट यसको मास भनेको 2m1 यसको मास भनेको 2m2 अनि g त यहाँ राख्नै पर्यो अपन d²। अब 2 2 जा 4g m1 m2 / d²। अब हेरौँ अघि जस्तै यो भ्यालु र यो भ्यालु हाम्रो के भयो सेम भयो भने चाहिँ मैले 4 यसको ठाउँमा यो f राख्न पाएँ कि नपाएँ पाइने हैन सो 4f भयो सो F1 = 4f भनि जानु दुईटै मासलाई डबल बनाउने हो नि त ग्राभिटेसनल फोर्स के भइदिन्छ 4 टाइम्सले इन्क्रिज हुँदो रहेछ सो ग्राभिटेसनल फोर्स इन्क्रिज बाइ 4 टाइम्स छ। What will happen if the distance between them is double by keeping the mass constant रे अब चाहिँ मासलाई केही नगर्ने मास चाहिँ कन्स्ट्यान्ट राख्नु पर्यो डिस्टेन्सलाई मात्र बढाउनु पर्यो रे ल हेरौँ है
यो मेरो एउटा अब्जेक्ट छ जसको मास m1, यो एउटा अर्को अब्जेक्ट छ जसको मास m2 छ हो। अब यो दुईटा बीचको डिस्टेन्स के छ त भन्दा डी। अब ल्याङ्ग्वेजै लेख्नु पर्यो नि, लेट टु बडिज अफ मास m1 m2 भनेर भन्ने एन्ड द डिस्टेन्स बिट्विन द सेन्टर डी भनेर भन्नु होला है। त्यसरी बेसिक ल्याङ्ग्वेज लेख्दा हुन्छ, त्यस्तो भास्ट केही लेख्नु पर्दैन। सो फेरि यो क्वेसन ब्याक हौँ। हामीलाई के थाहा छ, दुईवटा अब्जेक्ट लियौँ जसको मास m1 m2 छ र तिनीहरू बीचको डिस्टेन्स कति छ त डी छ भने हामीलाई फेरि के थाहा छ, फोर्स कति लाग्छ F = G m1 m2 / d² लाग्छ। अब क्वेसनले के भन्यो, मासलाई चाहिँ केही नगरौँ, मासलाई कन्स्ट्यान्टै राखौँ भने जी यो मासलाई मैले m1 नै राख्छु, यो मासलाई पनि कति नै राख्छु m2 नै राख्छु। मैले मासलाई चेन्ज गरिनँ है, मासलाई चेन्ज गरिनँ र तर यो दुईटा मासलाई चेन्ज नगरे पनि यिनीहरू बीचको डिस्टेन्सलाई चाहिँ के गर्नु पर्यो त डबल बनाउनु पर्यो। डबल भनेको के हुन्छ त भन्दाखेरि डी थियो भने अब 2d हुन्छ हैन, यहाँ डी थियो भने कति भइदियो त 2d भयो भनेपछि अब नयाँ जुन ग्राभिटेसनल फोर्स हुन्छ त्यो भनेको त F1 = फर्मुला अनुसार G अनि प्रोडक्ट अफ द टु मास भनेको m1 * m2 डिभाइडेड बाइ डी भने अहिले कति छ हेर्नु है, d² मात्र छैन नि 2d छ। त्यही भएर यहाँ राख्दाखेरि चाहिँ 2d राख्नु पर्यो अनि त्यसको होल स्क्वायर गर्नु पर्यो। यहाँ कतिले के मिस्टेक गर्छ भन्दाखेरि 2 अनि d² गरिदिन्छ, यो गर्यो भने रङ हो है। सो ध्यान दिने, यहाँ डिस्टेन्स कति छ 2d छ, कति छ 2d छ भनेपछि 2d को होल स्क्वायर हुन्छ। जति डिस्टेन्स छ त्यसको होल स्क्वायर गर्नुपर्छ, कहिले पनि 2d² मात्र नगर्नु होला। हामीले लेख्दाखेरि के लेख्नु पर्यो 2d को होल स्क्वायर = अब यो भनेको g m1 m2 / अब यो भनेको 4d²। अब यसलाई अलिकति यसरी मिलाएर लेखिदिने हो भने यो फेरि अघि जस्तै भयो कि भएन, ल हेर त यो इक्वेसन र यो एउटै सेम हो भनेपछि मैले यहाँ F1 = 1/4 F गर्न पाएँ कि नपाएँ। हेर त डिस्टेन्स बढाउँदाखेरि ग्राभिटेसनल फोर्स त के हुँदो रहेछ त घट्दो रहेछ है। डिस्टेन्स बढाएपछि त के हुँदो रहेछ त ग्राभिटेसनल फोर्स घट्दो रहेछ। कतिले घट्यो त, यदि डबल डिस्टेन्स बनाइदिने हो भने डी लाई 2d बनाइदिने हो भने 4 टाइम्सले रिड्युस हुँदो रहेछ। ग्राभिटेसनल फोर्स के हुँदो रहेछ रिड्युस बाई 4 टाइम्स। ग्राभिटेसनल फोर्स reduced by 4 times। ल यो क्वेसन चाहिँ आफै ट्राई गरौँ है त, गर्नुभयो ल एक्चुअली हेरौँ है त, म नि एक्चुअली गरिदिन्छु यहाँ। वाट विल ह्यापन इफ द डिस्टेन्स बिट्विन बडिज इज हाफ। डिस्टेन्स चाहिँ कति, अघि डबल भनेको थियो अघि, अब चाहिँ हाफ भनेको छ। अब डबल होइन हाफ बनाऊ भनेको छ र मासलाई चाहिँ के गर्यो भनेको छ भन्दाखेरि कन्स्ट्यान्ट राख भनेको छ। ओके, लेट्स से यो बडी m1 भयो, यो बडी m2 भयो मास हो, र यो दुईटा बीचको डिस्टेन्स कति छ d छ भने यो दुईटामा ग्राभिटेसनल फोर्स कति लाग्छ F1 = G m1 m2 / d² लाग्छ। अब क्वेसनले भने अनुसार मासलाई के पनि नगर, मास चाहिँ सेम राख। यो m1 को m1 नै होस्, यो m2 को m2 नै होस्, तर यो दुईटा बीचको डिस्टेन्स जुन छ त्यो डिस्टेन्स चाहिँ के गर भनेको छ त हाफ। हाफ भने के हो त, पहिला d थियो भने अब d/2 भयो भनेपछि नयाँ फोर्स कति लाग्छ त F1 = फर्मुला अनुसार G m1 m2 / d/2 को होल स्क्वायर। d²/2 हो त होइन नि, कहिले पनि d²/2 नगर्नु होला, यो गर्न पाइँदैन। हामीलाई डिस्टेन्सको होल स्क्वायर हो भनेपछि डिस्टेन्स त हाम्रो कति भएको छ d/2, त्यही भएर d/2 को होल स्क्वायर है। सो अब यो कति हुन्छ त भन्दाखेरि G m1 m2 / d²/4 रेसिप्रोकल भएर यो माथितिर जान्छ। सो 4 G m1 m2 / d²। अब फेरि F1 भनेको मेरो कति भयो त 4F भयो कि भएन। सो हेर त अघि डिस्टेन्स बढायो ग्राभिटेसनल फोर्स घट्यो, अहिले डिस्टेन्स घटायो ग्राभिटेसनल फोर्स बढ्यो भनेपछि यो न्युटन्स ल अफ ग्राभिटेसन प्रुभ भयो कि भएन। अगाडिको क्वेसनहरुमा हेर्ने हो भने मास बढाइरहेको थियो भने फोर्स पनि बढिरहेछ। यहाँ मासलाई केही गरेन, डिस्टेन्स बढाइदियो भने ग्राभिटेसनल फोर्स घट्यो, डिस्टेन्स घटाइदियो भने ग्राभिटेसनल फोर्स बढिरहेछ है।
सो यस्तो खाले क्वेसन एसईमा धेरैचोटि सोधेको छ र यो बाहेक अरू अलिकति जुन भास्ट न्युमेरिकलहरू छ त्यसको लागि चाहिँ छुट्टै भिडियो बनाउँछु। सो त्यसको लागि पनि सब्सक्राइब गरेर राख्नु होला च्यानलहरू र यो भिडियो पछि अर्को भिडियो चाहिँ न्युमेरिकलवाला भिडियो लिएर आउनेछु है त। सो अब कन्टिन्यू गरौँ। इमेजिन गरौँ मैले यहाँबाट एउटा ढुङ्गा माथितिर फ्यालेँ, त्यो ढुङ्गा माथि फ्याले पनि फेरि के आउँछ त रिटर्न ब्याक टु द अर्थ सर्फेस। यहाँबाट एउटा मान्छेले जम्प गर्यो अरे होइन, यहाँबाट यसरी मान्छेले जम्प गर्यो अरे, त्यो मान्छे फेरि अर्थमै रिटर्न भएर आउँछ। यो रुखबाट यसरी एप्पल के हुन्छ त अर्थको सर्फेसतिरै सबै एप्पलहरू झर्छ। यो केले गर्दा भइरहेछ त भन्दाखेरि ग्राभिटीले गर्दा भइरहेछ। ग्राभिटी भनेको के हो त भन्दाखेरि यो चाहिँ कुनै पनि हेभेन्ली बडीको फोर्स हो जसले चाहिँ हरेक अब्जेक्टलाई आफ्नो सेन्टरतिर एट्र्याक्ट गर्छ के। सो द फोर्स विथ विच अ हेभेन्ली बडी एट्र्याक्ट्स एन अब्जेक्ट टुवार्ड्स इट सेन्टर। अब केमा डिपेन्ड गर्छ त भन्यो नि, एउटा चाहिँ मास अफ हेभेन्ली बडी अनि अर्को चाहिँ रेडियस अफ द हेभेन्ली बडी। एउटा चाहिँ मासमा डिपेन्ड गर्ने भयो, एउटा चाहिँ रेडियस। मास जसको धेरै त्यसमा ग्राभिटी धेरै, त्यो हेभेन्ली बडीको ग्राभिटी धेरै हुन्छ। अनि जसको रेडियस धेरै हुन्छ त्यसमा ग्राभिटी चाहिँ के हुन्छ कम हुन्छ। अब वाट आर द इफेक्ट अफ ग्राभिटी भन्यो नि, अर्थ होल्ड द एटमोस्फियर है, एटमोस्फियर हाम्रोमा हुनु, त्यसै गरी वेट अफ द बडी, त्यसै गरी कन्स्ट्रक्सन बिल्डिङ ब्रिजेस एसेक्ट्रा इज पोसिबल ड्यू टु द ग्राभिटी। रेनफल स्नोफल या रिभरहरू त्यो डाउनवर्ड डिरेक्सनतिर फ्लो हुनु केले गर्दा भयो त ग्राभिटीले गर्दा भयो। इमेजिन गरौँ एउटा मान्छे अर्थमा जति वेट हुन्छ त्यसको मुनमा पनि त्यति नै वेट होला त त्यही मान्छेको, हुँदैन होला। मुनमा के हुन्छ त त्यो मान्छेको वेट कम हुन्छ। किन भन्यो भने ग्राभिटी केमा डिपेन्ड गर्छ, मास अफ द हेभेन्ली बडी। मास अफ हेभेन्ली बडी भनेको मास अफ प्लानेट स्याटेलाइट्सहरूमा डिपेन्ड गर्छ हो। अब हामीले मास अफ मुन र मास अफ अर्थ कम्पेयर गर्ने हो भने मास अफ मुन इज लेस देन द मास अफ अर्थ हो। मास अफ मुन इज लेस देन द मास अफ अर्थ। सो फोर्स अफ ग्राभिटी जुन छ त्यो अर्थमा के छ त धेरै हुन्छ हो। फोर्स अफ ग्राभिटी अर्थमा चाहिँ के हुन्छ धेरै हुन्छ भनेपछि अर्थमा यो मान्छेको वेट धेरै हुन्छ एज कम्पेयर टु मुनमा है। र कतिले कम हुन्छ भन्यो नि मुन र अर्थको कम्पेयर गर्ने हो नि, यदि हाम्रो वेट यहाँ 100 न्युटन छ भने मुनमा जाने हो नि 100/6 न्युटन हुन्छ। भन्न खोजेको इट इज 1/6 अफ द अर्थ ग्राभिटी। मुनको ग्राभिटी अर्थको भन्दा 1/6 टाइम्स कम छ। क्लियर भयो। अब यो एउटा पिक्चर हेरौँ त। यहाँ एउटा लेडीले सानो ढुङ्गालाई इजिली बोकिरहेछ, ठुलो ढुङ्गालाई गाह्रो भइरहेछ उसलाई बोक्नलाई। किन भन्ने हो नि सानो ढुङ्गाको मास के छ थोरै छ, मास के छ थोरै छ, तर ठुलो ढुङ्गाको मास के छ धेरै छ। जसको मास धेरै त्यसमा ग्राभिटी पनि धेरै लाग्छ। सो यो ठुलो ढुङ्गामा के हुन्छ त ग्राभिटी धेरै लागिरहेछ, त्यही भएर यसको वेट पनि के हुन्छ धेरै हुन्छ। तर यो ढुङ्गामा मास थोरै भएकोले ग्राभिटी कम लाग्छ, त्यही भएर वेट पनि कम भयो, त्यही भएर उसले इजिली लिफ्ट गर्न सक्यो कि। द मास अफ द स्मल स्टोन इज लेस देन द्याट अफ द मास अफ द बिग स्टोन। सो gravity of the earth is less on the small stone than the big stone, therefore it is easier to lift small stone than the big stone. अब एक्सेलरेसन ड्यू टु ग्राभिटी छ, त्यो भन्दा पहिला एक्सेलरेसन भनेको चाहिँ के हो त? एक्सेलरेसन भनेको बुझौँ है। एक्सेलरेसन भनेको रेट अफ चेन्ज अफ भेलोसिटी हो, रेट अफ चेन्ज अफ भेलोसिटी हो। यसको मिनिङ के हो? हरेक सेकेन्डमा भेलोसिटी कतिले चेन्ज हुन्छ? चेन्ज अफ अ भेलोसिटी इन इच सेकेन्ड हो यसको मिनिङ। चेन्ज अफ भेलोसिटी इन इच सेकेन्ड भन्न खोजेको लेट्स से एउटा यो बडी छ र यतातिर मुभ गरिरहेछ हैन, र यसको एक्सेलरेसन चाहिँ के भइदियो त 10 मिटर पर सेकेन्ड स्क्वायर भइदियो। यसको मिनिङ के हो त भन्दाखेरि यो अब्जेक्ट को भेलोसिटी हरेक सेकेन्ड 10 मिटर पर सेकेन्डले चेन्ज भइरहेछ। इन इच सेकेन्ड भेलोसिटी अफ बडी चेन्ज बाई 10 मिटर पर सेकेन्ड। हरेक सेकेन्डमा यो बडीको भेलोसिटी कतिले चेन्ज भइरहेछ 10 मिटर पर सेकेन्ड। सो एक्सेलरेसन ड्यू टु ग्राभिटी भनेको चाहिँ के हो त भन्दाखेरि ग्राभिटीले गर्दाखेरि कुनै पनि बडीमा जुन एक्सेलरेसन प्रोड्युस भइरहेछ त्यसलाई चाहिँ हामी के भन्छौँ? एक्सेलरेसन ड्यू टु ग्राभिटी है। त्यसलाई हामीले केले डिनोट गर्छौँ? स्मल जीले डिनोट गर्छौँ। यसको एसआई युनिट पनि के हो?
मिटर पर सेकेन्ड स्क्वायर नै हुन्छ। अब अर्थको एक्सेलरेसन ड्यू टु ग्राभिटी चाहिँ कति छ त 9.8 मिटर पर सेकेन्ड स्क्वायर छ। तर यसको चाहिँ इक्वेटर र पोलर रिजनमा थोरै फरक हुन्छ। त्यो भनेको 9.78 मिटर पर सेकेन्ड स्क्वायर इन इक्वेटोरियल रिजन, 9.83 मिटर पर सेकेन्ड स्क्वायर इन पोलर रिजन है। अब एउटा क्वेसन चाहिँ सोध्छ नै, द भ्यालु अफ जी अफ द अर्थ इज 9.8 मिटर पर सेकेन्ड स्क्वायर, वाट डज इट मिन? अघि भर्खर भने एक्सेलरेसन 10 मिटर पर सेकेन्ड स्क्वायर छ, यसको मिनिङ के हो त? भेलोसिटी हरेक सेकेन्ड 10 मिटर पर सेकेन्डले चेन्ज भइरह्यो भने हो किन? भनेपछि यो एक्सेलरेसन ड्यू टु ग्राभिटी चाहिँ 9.8 मिटर पर सेकेन्ड स्क्वायर भनेको के हो त? कुनै पनि बडी माथिबाट तल झर्दाखेरि फलिङ बडी भनौँ न, फलिङ बडीको भेलोसिटी चाहिँ हरेक सेकेन्ड 9.8 मिटर पर सेकेन्डले चाहिँ इन्क्रिज भइरहेछ, चेन्ज भइरहेछ भन्न खोजेको हो के है। फलिङ बडीको भेलोसिटी चाहिँ इच सेकेन्ड चाहिँ 9.8 मिटर पर सेकेन्डले चाहिँ इन्क्रिज भइरहेछ। सो द भ्यालु अफ जी अन द सर्फेस अफ द जुपिटर इज 25 मिटर पर सेकेन्ड स्क्वायर। यसको मिनिङ के हो त? जुपिटरमा कुनै पनि अब्जेक्ट तलतिर झरिरहेछ भने त्यसको भेलोसिटी 25 मिटर पर सेकेन्डले इन्क्रिज हुन्छ। इट मिन्स द्याट द भेलोसिटी अफ फ्रिली फलिङ बडी इन्क्रिजेज एट द रेट अफ 25 मिटर पर सेकेन्ड इन एभ्री सेकेन्ड अन द सर्फेस अफ द जुपिटर। फ्याक्टर एफेक्टिङ एक्सेलरेसन ड्यू टु ग्राभिटी के होला त? रेडियस अफ द अर्थ हो एउटा, हाइट और एल्टिट्युड फ्रम द सर्फेस अफ द अर्थ, अनि अर्को चाहिँ डेप्थ फ्रम द सर्फेस अफ द अर्थ है। यो तीनटा कुरामा डिपेन्ड गर्छ। अब एउटा क्वेसन गरौँ है। लेट्स से दिस इज द सर्फेस अफ द अर्थ है। यो चाहिँ मेरो के हो? सर्फेस अफ अर्थ। एउटा अब्जेक्ट, ठुलो अब्जेक्ट लिन्छु अनि एउटा सानो अब्जेक्ट लिन्छु, यसलाई ए भने यसलाई बी भने हो। यसको मास धेरै छ, यसको मास थोरै छ। अब यो दुईटैलाई मैले तल झार्ने हो भने एकैचोटि कुन पहिला झर्छ होला? यसो हेर्दाखेरि त ए झर्छ होला, किन? ए को मास धेरै छ, ए को मास धेरै भएपछि यसमा ग्राभिटी धेरै लाग्छ, त्यही भएर ए पहिला झर्छ भन्ने सोचिरह होला हैन त? होइन। के हुन्छ भन्दाखेरि ए र बी दुईटै एउटै टाइममा झर्छ, एउटै टाइममा सेम टाइममा ग्राउन्डमा पुग्छ। किन त? हो अब यहाँ के हुन्छ भन्दाखेरि हो यसको मास धेरै छ एज कम्पेयर टु बी, ए को मास धेरै छ, मास धेरै छ नि ग्राभिटी पनि हो एमै बढी ग्राभिटी लाग्छ। तर हामीले यहाँ के कुरा गर्दैछौँ त? एक्सेलरेसन ड्यू टु ग्राभिटीको कुरा गर्दैछौँ। के को कुरा गर्दैछौँ? एक्सेलरेसन ड्यू टु ग्राभिटी, जी को कुरा गर्दैछौँ। जी भने के हो त? माथिबाट तल झर्ने स्पिड होइन त। जी भने एक्सेलरेसन प्रोड्युस भनेको के हो त? स्पिड कतिले चेन्ज भइरहेछ, भेलोसिटी कतिले चेन्ज भइरहेछ। सिम्पल भाषामा त हामीले बोलीचालीको भाषामा त स्पिडकै कुरा नि, माथिबाट तल झर्दाखेरि कसको बढी स्पिड भेलोसिटी हुन्छ भन्ने कुरा होइन त हो। यो जुन भेलोसिटी हुन्छ या स्पिडै भनौँ होइन, माथिबाट तल झर्ने स्पिड दुईटैको चाहिँ के हुन्छ त? सेम हुन्छ। किन भन्दाखेरि यो जुन एक्सेलरेसन ड्यू टु ग्राभिटी छ नि, जी स्मल जी, यो चाहिँ मासमा डिपेन्ड गर्दैन। यहाँ एउटा हात्ती नै राखौँ, यहाँ एउटा सानो मान्छे नै राखौँ, हात्ती र मान्छे दुईटैलाई एउटा सर्टेन हाइटबाट झार्ने हो नि दुईटै ग्राउन्डमा सेम टाइममा पुग्छ, बिकज एक्सेलरेसन ड्यू टु ग्राभिटी डज नट डिपेन्ड अपन द मास अफ एन अब्जेक्ट है। यही कुरा अब यहाँ एउटा क्वेसन दिएको छ, प्रुभ द्याट द एक्सेलरेसन ड्यू टु ग्राभिटी इज इन्डिपेन्डेन्ट अफ द मास अफ फलिङ अब्जेक्ट। खसी या कुनै पनि फलिङ अब्जेक्टको मासमा डिपेन्ड गर्दैन भनेर प्रुभ गर्नुपर्ने छ। लेट्स से यो अर्थ भयो, यो अर्थ भयो, अनि अर्थको सर्फेसमा एउटा सानो अब्जेक्ट राखेँ हो। यो अर्थको रेडियस आर भयो। लेट्स से अर्थको मास क्यापिटल एम भने अनि यसको मास स्मल एम भने है। अब यो दुईवटा अर्थ र यो अब्जेक्ट मिचा त ग्राभिटेसनल फोर्स लाग्छ, एफ त लाग्छ। त्यो एफ कति हुन्छ त? एफ इज इक्वल्स टु जी एम बाई डी स्क्वायर हुन्छ। अब यो कन्डिसनमा डिस्टेन्स बिट्विन द अब्जेक्ट भनेको त ठ्याक्क रेडियस बराबर छ नि त होइन। यो कन्डिसनमा डी इज इक्वल्स टु के भइदिन्छ? आर भइदिन्छ। भनेपछि मैले यहाँ जी क्यापिटल एम स्मल एम बाई आर स्क्वायर गर्न पाएँ। यो इक्वेसन 1 भयो। अब न्युटन सेकेन्ड लबाट, न्युटनको सेकेन्ड ल हामीले हेर्ने हो भने, न्युटनको सेकेन्ड ल हेर्ने हो भने एफ इज इक्वल्स टु एम ए हो, 9 क्लासमा पढे होला यो। अब ए को ठाउँमा अहिले हामी के राख्छौँ? खसिरा अब्जेक्टको लागि जी, यो इक्वेसन 2, यो पनि एफ, यो पनि एफ, सेम एफ हो, यो पनि एफ ग्राभिटीले गर्दा नै प्रड्युस भएको एफ हो। भनेपछि मैले फ्रम इक्वेसन 1 and 2 जी एम बाई आर स्क्वायर इज इक्वल्स टु
mg गर्न पाइहालिन्छ होला, यो m र यो m काट्यो, सो g इज इक्वल्स टु g m बाई r स्क्वायर। यो जुन यो m छ यो भनेको त मास अफ अर्थ हो। यहाँ हामीले मास अफ अब्जेक्ट देख्यौँ त छैन नि, मास अफ अब्जेक्ट त काट्यो, सो यहाँबाट मैले g इज इन्भर्सली प्रोपोर्सनल टु 1 बाई r स्क्वायर पनि भन्न पाएँ। यो दुईवटाबाट यो र योबाट हामीले के थाहा पायौँ भन्दाखेरि g डज नट डिपेन्ड अपन मास अफ फलिङ अब्जेक्ट, मास अफ फलिङ अब्जेक्ट। कुनै पनि अब्जेक्टको मासमा चाहिँ जी डिपेन्ड गर्दैन है। त्यही कारणले गर्दाखेरि अघि एउटा ठुलो अब्जेक्ट एउटा सानो अब्जेक्ट दुईटैलाई एउटै टाइममा खसाल्ने हो नि बोथ रिच एट द ग्राउन्ड एट द सेम टाइम। वाइ? बिकज भ्यालु अफ जी डज नट डिपेन्ड अपन द मास अफ फलिङ अब्जेक्ट। केमा मात्र डिपेन्ड गर्छ त? रेडियसमा डिपेन्ड गर्दो रहेछ। अब यो अब्जेक्ट कति हाइटमा छ त्यसमा डिपेन्ड गर्छ। अर्को चाहिँ मास अफ हेभिली अब्जेक्टमा नि डिपेन्ड गर्छ, तर नट द मास अफ फलिङ अब्जेक्ट। मास अफ फलिङ अब्जेक्टमा चाहिँ डिपेन्ड गर्दैन है। ओके, ल हामीले भर्खर के पढ्यौँ भन्दाखेरि जी इज इन्भर्सली प्रोपोर्सनल टु आर स्क्वायर, जी इज इन्भर्सली प्रोपोर्सनल टु आर स्क्वायर। यसको मतलब के हो त भन्दाखेरि रेडियस जति धेरै भयो एक्सेलरेसन ड्यू टु ग्राभिटी त्यति नै कम हुन्छ। रेडियस धेरै छ भने एक्सेलरेसन ड्यू टु ग्राभिटी कम हुन्छ, रेडियस थोरै छ भने एक्सेलरेसन ड्यू टु ग्राभिटी धेरै हुन्छ है। यो कुरो बुझ्नु पर्यो, ठ्याक्क इन्भर्सली प्रोपोर्सनल हुन्छ। सो एकचोटि यो एउटा क्वेसन हेरौँ जुन चाहिँ एससीमा धेरैचोटि सोधेको छ। क्वेसन चाहिँ के हो भन्दाखेरि अर्थको रेडियस किन डिफ्रेन्ट पोइन्टमा डिफ्रेन्ट हुन्छ, या कहिलेकाहीँ चाहिँ अर्थको इक्वेटरमा रेडियस थोरै हुनु र पोलमा चाहिँ धेरै हुनु। यसमा त जम्मा 9.78 मिटर पर सेकेन्ड स्क्वायर छ, पोलमा त 9.83 मिटर पर सेकेन्ड। यस्तो किन भयो त? किन भयो त? हेरौँ यो फिगर हेरौँ न, यो एउटा पर्फेक्ट स्पियर हो त होइन नि? अर्थ इज नट अ पर्फेक्ट स्पियर। सो सिम्पल हेरौँ, सेन्टरबाट पोलसम्मको रेडियस हामीले हेर्ने हो भने र सेन्टरबाट इक्वेटरको रेडियस हेर्ने हो भने पोलार रेडियस के छ? पोलार रेडियस इज स्मलर देन इक्वेटोरियल रेडियस। मैले भने बुझ्या छ? पोलार रेडियस के छ? इज स्मलर देन इक्वेटोरियल रेडियस। र हामीले यो एउटा रिलेसनबाट के थाहा छ त? रेडियस थोरै छ भने भ्यालु अफ जी धेरै हुन्छ। सो हेरौँ त यहाँ कसको रेडियस कम छ त? पोलार रेडियस कम छ नि त। पोलार रेडियस कम भएको कारणले गर्दाखेरि भ्यालु अफ जी धेरै हुन्छ। इक्वेटोरियल रेडियस के छ? धेरै छ नि त। सो रेडियस धेरै भयो, भ्यालु अफ जी कम भयो। सो हेरौँ त यहाँ, सिन्स अर्थ इज नट अ पर्फेक्ट स्पियर, इट इज फ्ल्याटेन्ड एट द पोल्स एन्ड बल्जेज एट द इक्वेटर होइन त। सो पोलार रेडियस इज लेस देन इक्वेटोरियल रेडियस। As we know, g is inversely proportional to r square. So the value of g is more at the pole than at the equator. कुरा क्लियर भयो? ओके, अर्को एउटा इम्पोर्टेन्ट क्वेसन छ। मास अफ जुपिटर इज 319 टाइम्स ग्रेटर देन द्याट अफ द अर्थ रे, बट इट्स एक्सेलरेसन ड्यू टु ग्राभिटी इज ओन्ली 2.5 टाइम्स रे। मास चाहिँ 319 टाइम्स धेरै छ। मास धेरै छ भने त भ्यालु अफ जी पनि त धेरै हुनुपर्ने हो नि त, किनकि जी इज इक्वल्स टु जी एम बाई आर स्क्वायर हो। सो मासमा पनि त डिपेन्ड गर्छ, मास अफ हेभेन्ली अब्जेक्टमा त डिपेन्ड गर्छ नि त, मास अफ प्लानेटमा त डिपेन्ड गर्छ नि त होइन, फलिङ अब्जेक्टमा पो डिपेन्ड गर्दैन त। मास अफ प्लानेटमा त डिपेन्ड गर्छ। मास त के छ? 319 टाइम्स छ, तर यसको भ्यालु अफ जी हेर्ने जम्मा 2.5 टाइम्स मात्र धेरै छ क्या। अर्थको 9.8 मिटर पर सेकेन्ड स्क्वायर छ भने जुपिटरको जम्मा 25 मिटर पर सेकेन्ड स्क्वायर छ। यस्तो किन भयो त? सिम्पल छ, मास धेरै भएर के गर्नु? मास सँगसँगै रेडियस पनि त एकदमै धेरै छ नि त, 11 टाइम्स ग्रेटर छ। रेडियस के भइदियो त अर्थको भन्दा 11 टाइम्स धेरै छ। त्यही कारणले गर्दाखेरि जम्मा 2.5 ग्रेटर भएको। मासमा मात्र डिपेन्ड होइन त, रेडियसमा त डिपेन्ड गर्छ नि त। मास धेरै भएर मात्र के भयो त? रेडियस पनि त चेक गर्नु पर्यो। रेडियस त हाम्रो के छ? 11 टाइम्स ग्रेटर छ। जति धेरै रेडियस त्यति नै के हुन्छ त? हाम्रो भ्यालु अफ जी घट्दै जान्छ। सो त्यही कारणले गर्दा द रेडियस अफ जुपिटर इज 11 टाइम्स ग्रेटर देन द रेडियस अफ अर्थ। एज वी नो जी इज इन्भर्सली प्रोपोर्सनल टु आर स्क्वायर, सो इट्स एक्सेलरेसन ड्यू टु ग्राभिटी इज ओन्ली 2.5 टाइम्स ग्रेटर देन द अर्थ। यहाँ एउटा छ, यदि हामीले अब्जेक्टलाई अर्थको सर्फेसबाट माथि लेट्स चाहिँ यहाँसम्म लग्यौँ रे,
के हुन्छ त हैन अर्थको सर्फेसबाट चाहिँ हाइटसम्म लग्यो भने यदि हामीले हेर्ने हो भने एक्सिलरेसन ड्यू टु ग्राभिटी भने के हुन्छ त gm/r² हुन्छ र हाइटमा लाने हो भने त बढ्यो नि त सो r + h हुन्छ होला दुईटैलाई डिभाइड गर्ने हो भने g/g' यो हुन्छ सो g' g r² + h को होल स्क्वायर यो एउटा फर्मुला इम्पोर्टेन्ट छ डिराइभ गर भनेर भन्दैन हामीलाई यहाँबाट यो सर्फेस अफ द अर्थमा यो है अनि हाइटमा यो हुन्छ कहिलेकाहीँ चाहिँ हामीले यो फर्मुला पनि युज गर्छौँ न्युमेरिकल गर्दाखेरि हामी यो गरौँला है ओके A man can jump 6 times as high on the moon than on the earth भनेको छ मुनमा चाहिँ 6 टाइम्स धेरै कसरी गर्न सक्छ त जम्प सिम्पल छ नि भ्यालु अफ जी जुन एक्सेलरेसन ड्यू टु ग्राभिटी छ अर्थ भन्दा मुनको 1/6 टाइम कम छ जी जति कम हुन्छ त्यति नै मान्छे जम्प गर्न सक्छ जी जति कम छ जस्तै यो अर्थ भयो हैन यहाँ अनि यो मेरो मुन भयो मेरो त के भन्नु मुन भयो भनौँ हैन अब यहाँ चाहिँ यो अब्जेक्ट यहाँ यसको जी कति छ 9.8 मिटर पर सेकेन्ड स्क्वायर छ यहाँ कति छ 1.67 मिटर पर सेकेन्ड स्क्वायर मात्र हुन्छ मुनको भनेपछि अर्थको भ्यालु अफ जी धेरै छ सिम्पल छ के W = mg हो नि त हामीले पढेकै छौँ नि सानो क्लासमा सो वेट भन्ने कुरा त जी मा डिपेन्ड गर्छ सो अर्थमा वेट धेरै हुन्छ मुनमा वेट कम हुन्छ त्यही भएर मान्छे मुनमा धेरै जम्प गर्न सक्यो अर्थमा कम जम्प गर्न सक्यो द भ्यालु अफ जी अन द सर्फेस अफ द मुन इज 1/6 अफ इट्स भ्यालु अन द सर्फेस अफ द अर्थ एज अ रिजल्ट ग्राभिटेशनल पुल इज 6 टाइम्स लेस अन द मुन देन द अर्थ देयरफोर अ म्यान क्यान जम्प 6 टाइम्स एज द हाई अन द मुन वाट इज द भ्यालु अफ जी एट द सेन्टर अफ द अर्थ हो जी को भ्यालु सेन्टर अफ द अर्थमा कति हुन्छ त सो जी एट सर्टेन हाइटमा त थाहा भयो सो एक्सेलरेसन ड्यू टु ग्राभिटी हामीले अर्थलाई खन्दै 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 सर्टेन डेप्थसम्म लाने हो भने चाहिँ त्यहाँ चाहिँ कति हुन्छ त सो डेप्थमा चाहिँ जी को भ्यालु चाहिँ यो हुन्छ g' g r - x/r x भनेको चाहिँ डेप्थ हो के अब इमेजिन गरौँ यो सेन्टर भयो सेन्टरदेखि यहाँसम्मको डिस्टेन्स r भयो अब एउटा राम भन्ने मान्छेले खन्दै 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 यहीँसम्म खन्यो सेन्टरसम्मै खन्दियो अरे सेन्टरसम्म खन्दाखेरि डेप्थ त मेरो एक्स त भयो मैले माने हैन तर यो डेप्थ भन्ने कुरा यो जुन डेप्थ छ यो एक्स चाहिँ यो एक्स भनेको त रेडियससँग बराबर हुन्छ कि हुँदैन हुन्छ नि हैन किन खन्दै 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 खाल्डो खन्दै 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 सेन्टरसम्म पुगेको छ के सेन्टरसम्म पुगेको छ भने त डेप्थ बराबर रेडियस हुन्छ डेप्थ बराबर के हुन्छ रेडियस भइदिन्छ सो डेप्थ बराबर रेडियस भनेको त जी r - x हुन्छ x को ठाउँमा मेरो के हुने भयो त r हुने भयो कि भएन सो जी r - r हुन्छ डिभाइडेड बाइ r त पहिलेदेखि r - r भनेको 0/0 भनेको 0 सो एट द सेन्टर अफ द अर्थ एक्सेलरेसन ड्यू टु ग्राभिटी इज 0 है एट द सेन्टर अफ द अर्थ जी को भ्यालु कति हुन्छ 0 हुन्छ यो कुरा हामीले बुझ्नु पर्यो ल मलाई एउटा कुरा भनौँ त अब यो दुईटालाई यदि एउटै टाइममा सेम टाइममा खसाल्दिने हो भने ग्राउन्डमा यो टेबलमा कुन पहिला पुग्छ होला त पेपर बल या सिट अफ पेपर कुन चाहिँ फ्ल्याट सिट अफ पेपर पहिला खस्छ कि यो पर्छ किन के हुन्छ होला इमेजिन गरौँ त भर्खर हामीले के पढ्यौँ भन्दाखेरि जी इज इन्डिपेन्डेन्ट अफ मास अफ अ बडी पढ्यौँ भर्खर हो यसको मतलब के हो त जी चाहिँ मासमा डिपेन्ड गर्दैन है दुईटैको मास त सेम छ भनेपछि के होला त दुईटैसँगै झर्छ होला हेरौँ है त झरेन छ है पहिला के झरेछ सिट अफ पेपर चाहिँ सरी यो पेपर बल चाहिँ पहिला झरेछ अनि यो चाहिँ पछि झरेछ किन त्यस्तो भयो त हामीले त भर्खर पढे अनुसार त एक्सेलरेसन ड्यू टु ग्राभिटी त दुईटै बडीमा त सेम हुन्छ कुनै पनि बडी यदि दुईटा बडी सेम हाइटमा छ भने चाहिँ त्यो दुईटै बडी चाहिँ एउटै स्पिडमा झर्छ मतलब एउटै भेलोसिटीले झर्छ एउटै टाइममा झर्छ भनेर हामीले पढेका थियौँ तर यहाँ चाहिँ किन त्यस्तो भयो त किन भयो भन्दाखेरि एयरले गर्दा के प्रोड्युस हुन्छ एयर रेजिस्टेन्स प्रोड्युस हुन्छ है के प्रोड्युस हुन्छ एयर रेजिस्टेन्स भने सिम्पल भाषामा कुनै पनि बडी खसिरहेछ भने त्यसलाई चाहिँ के गर्छ त्यसले रोक्ने काम गर्छ के एयर रेजिस्टेन्सको मिनिङ चाहिँ के हो भन्दाखेरि अपोजेस द मोसन अफ फलिङ बडी जसरी
फ्रिक्सनले कुनै पनि मोसन अफ अ बडीलाई रोक्ने काम गर्छन् हैन, अपोज गर्ने काम गर्छन् हैन, त्यसै गरी एयर रेजिस्टेन्सले पनि अपोज गर्छ कसको त मोसन अफ फलिङ बडी। जुन बडीमा एयर रेजिस्टेन्स धेरै लाग्छ त्यसको त्यो जुन फलिङ भेलोसिटी हुन्छ त्यो चाहिँ के हुन्छ त घट्छ, त्यो बिस्तारै झर्छ के, किन भन्दा एयर रेजिस्टेन्सले के गरिदिन्छ त्यसलाई रोक्ने काम गरिदिन्छ, यसलाई के गर्छ रोक्ने काम गरिदिन्छ। अब फ्ल्याट सिट अफ पेपर र यसमा कम्पेयर गर्ने भने यसमा बडी एयर रेजिस्टेन्स लाग्छ, किन भन्दाखेरि यसको सर्फेस एरिया के छ धेरै छ, यसको सर्फेस एरिया के छ धेरै छ, सर्फेस एरिया धेरै भएपछि एयरसँग के भयो त धेरै कन्ट्याक्टमा आयो त एज कम्पेयर टु पेपर बल। पेपर बलको त एरिया के छ कम छ नि त, यसको एरिया हैन एरिया अफ यसको लेट्स से एरिया अफ फ्ल्याट सिट अफ पेपर टु एरिया अफ पेपर बल हैन, यो चाहिँ के छ त ग्रेटर छ, यसको एरिया धेरै छ। यसको एरिया धेरै भएको कारणले गर्दाखेरि यो एयरको कन्ट्याक्टमा धेरै आउँछ भनेपछि यसमा एयर रेजिस्टेन्स धेरै लाग्छ, यसमा एयर रेजिस्टेन्स धेरै लाग्छ। एयर रेजिस्टेन्स धेरै लागेकोले कारणले गर्दाखेरि यो बिस्तारै खस्छ एज कम्पेयर टु यो कोइन एन्ड फेदर एक्सपेरिमेन्ट। कोइन एन्ड फेदर एक्सपेरिमेन्टले चाहिँ के भन्छ भन्दाखेरि इन द एब्सेन्स अफ एयर रेजिस्टेन्स द एक्सेलरेसन ड्यू टु ग्राभिटी इज सेम फर अल अब्जेक्ट, द भ्यालु अफ जी इज इन्डिपेन्डेन्ट अफ द मास अफ फलिङ बडी है। यदि एयर रेजिस्टेन्स चाहिँ छैन भने चाहिँ जी चाहिँ मासमा डिपेन्ड गर्दैन, डज नट डिपेन्ड अपन द मास अफ बडी। अब यो कसरी प्रुभ गर्यो हेरौँ है त, दुईवटा सिलिन्डर लियो, दुईवटा सिलिन्डर लिइसकेपछि चाहिँ एउटामा चाहिँ एयर छ एउटामा चाहिँ एयर छैन, यसमा एयर छ यसमा चाहिँ हामीले भ्याक्युम क्रिएट गरेका छौँ। एयर भएकोमा हामीले यो एक्सपेरिमेन्ट गर्दाखेरि के फाइन्ड आउट भयो भन्दाखेरि फेदर फल्स स्लोली है, तर भ्याक्युममा चाहिँ के फाइन्ड आउट भयो भन्दाखेरि बोथ फल्स एट द सेम टाइम। यो किन भयो त भन्दाखेरि जुन एयर भएको सिलिन्डर छ यसमा एयर रेजिस्टेन्स छ र एयर रेजिस्टेन्स फेदरमा धेरै लाग्छ, र अघि भर्खर हामीले के पढाएको थियौँ जुन बडीमा एयर रेजिस्टेन्स धेरै लाग्छ त्यो बडी बिस्तारै खस्छ र जुन बडीमा कम एयर रेजिस्टेन्स लाग्छ त्यो बडी चाँडै खस्छ। तर भ्याक्युममा के भइदियो त भन्दाखेरि एयर छँदै छैन, एयर छैन भने नो एयर रेजिस्टेन्स होइन, यसमा त नो एयर रेजिस्टेन्स हैन, एयर रेजिस्टेन्सै छैन, एयर रेजिस्टेन्स नभएपछि त दुईटै सेम टाइममा झर्छ। र यो एक्सपेरिमेन्टले नि के प्रुभ गर्छ त भन्दाखेरि एक्सेलरेसन ड्यू टु ग्राभिटी सेम फर अल अब्जेक्ट। अब यही एक्सपेरिमेन्टलाई यदि हामीले लुनार सर्फेसमा लाने हो भने, लुनार सर्फेस भनेको मुनमा गर्दाखेरि के हुन्छ त, मुन भन्ने बित्तिकै एटमोस्फियर छैन, एटमोस्फियर छैन भने चाहिँ एयर छैन, एयर छैन भने एयर रेजिस्टेन्स छैन, एयर रेजिस्टेन्स नभएपछि दुईटैको एक्सेलरेसन के हुन्छ सेम हुन्छ। अर्थमा गर्दाखेरि एयर छ, एयर भएपछि एयर रेजिस्टेन्स हुन्छ, एयर रेजिस्टेन्स फेदरमा बढी लाग्छ त्यही भएर फेदर बिस्तारै खस्छ र कोइन चाहिँ चाँडै खस्छ है। वेट भनेको के हो, वेट भनेको फोर्स अफ ग्राभिटी एक्ट अन अ बडी, सो W इज टु mg हुन्छ। यो फर्मुलाबाट हामीलाई के थाहा हुन्छ भन्दाखेरि वेट डिपेन्ड अपन द जी, वेट इज डाइरेक्टली प्रोपोर्सनल टु जी भन्न खोजेको जी धेरै छ भने वेट पनि धेरै भयो, जी थोरै छ भने वेट थोरै हुन्छ, यो कुरा हामीले बुझ्नु पर्यो है। अब यो फर्मुलाबाट W इज टु mg भयो, जी भनेको त मलाई के थाहा छ त gm/r² हो कि होइन, भनेपछि यो फर्मुलालाई यहाँ राख्ने हो भने मेरो नयाँ फर्मुला के हुन्छ त W इज टु gmm/r², यो हाम्रो वेट निकाल्ने फर्मुला हो है। यो दुईटै फर्मुला हामी युज गर्छौँ, कहिले यो कहिले यो। सो वाट इज द एसआई युनिट अफ वेट, वेट इज अल्सो फोर्स, सो न्युटन। र यसलाई केले मेजर गर्छ, स्प्रिङ ब्यालेन्सले मेजर गर्छ। वेट केमा डिपेन्ड गर्छ, वेट डिपेन्ड अपन द भ्यालु अफ जी, र जी के छ त अर्थमा फरक छ होइन, प्लेस टु प्लेस नै के छ त फरक छ। सो वेट पनि के हुन्छ भ्यारी फ्रम प्लेस टु प्लेस बिकज डिपेन्ड अपन द एक्सेलरेसन ड्यू टु ग्राभिटी। अब वेटसँग रिलेटेड हामीलाई यस्तो क्वेसनहरू सोध्छ जस्तै वेट डज द वेट अफ द बडी बिकम म्याक्सिमम भन्यो नि, पोलर रिजन अर्थको सर्फेसमा पोलर रिजनमा चाहिँ के हुन्छ वेट धेरै हुन्छ, किन जी को भ्यालु सबभन्दा धेरै पोलर रिजनमा छ। त्यसै गरी मिनिमम कहाँ हुन्छ त भन्दाखेरि इक्वेटर, किन भन्दाखेरि जी को भ्यालु इक्वेटरमा कम छ। त्यसै नेपालको कुरा गर्ने हो भने सबभन्दा बढी वेट चाहिँ हाम्रो तराई रिजनमा हुन्छ। तराई रिजनमा किन हुन्छ भन्दाखेरि माउन्टेन रिजन चाहिँ सी लेभल भन्दा धेरै एल्टिट्युडमा छ है, धेरै एल्टिट्युडमा भएको कारणले गर्दाखेरि तराई रिजनमा चाहिँ के हुन्छ त जी को भ्यालु धेरै हुन्छ, माउन्टेन रिजनमा थोरै हुन्छ। त्यही भएर तराई रिजनमा वेट धेरै हुन्छ, माउन्टेन रिजनमा वेट थोरै हुन्छ। सो यिनीहरू चाहिँ अलिअलि हाम्रो एसईमा सोधेका क्वेसनहरू हो, र यो भन्दा नि अझ धेरै क्वेसनहरू छ जुन चाहिँ म त्यो नोटमा इन्क्लुड गरिदिएको छु, त्यसबाट पढ्नु होला है त। फ्री फल भनेको के हो त भन्दाखेरि व्हेन अ बडी फल्स फ्रीली
towards the center of the earth under the influence of the gravity without air resistance. भन्न खोजेको कुनै पनि अब्जेक्ट माथिबाट तल झरिरहेछ भने त्यो बडीमा जस्ट ग्राभिटी मात्र लाग्नु पर्यो, एयर रेजिस्टेन्स हुनु भएन। ओन्ली ग्राभिटी, ओन्ली ग्राभिटीको इन्फ्लुएन्समा, ओन्ली ग्राभिटी, एयर रेजिस्टेन्स भएन। यदि एयर रेजिस्टेन्स छैन र ग्राभिटी मात्र छ भने फ्री फल हुन्छ, र एयर रेजिस्टेन्स भयो भने चाहिँ फ्री फल भन्न मिल्दैन। जस्तै यो कहाँ पोसिबल छ त भन्दाखेरि मुनमा, किन भन्दाखेरि मुनमा एयर हुँदैन, भ्याक्युममा पनि हुँदैन है, यो कुरो बुझ्नु पर्यो। र फ्री फल हुँदाखेरि के हुन्छ भन्दाखेरि जुन एक्सेलरेसन हुन्छ नि, एक्सेलरेसन इज इक्वल्स टु द एक्सेलरेसन ड्यू टु ग्राभिटी। अब हामीलाई फ्री फलसँग रिलेटेड के क्वेसन आउँछ भन्दाखेरि वाइ इज अ म्यान जम्पिङ विथ द प्यारासुट अन द सर्फेस अफ द अर्थ नट कन्सिडर फ्री फल रे। किन त अर्थमा प्यारासुट लिएर खस्दाखेरि चाहिँ किन फ्री फल भएन त? सिम्पल छ नि, अर्थमा के छ, एयर छ, एयरले गर्दा के प्रोड्युस भइरहेछ, एयर रेजिस्टेन्स होइन त, एयर रेजिस्टेन्स भइरहेछ नि त, एयर रेजिस्टेन्सले गर्दाखेरि फ्री फल भएन। तर मुनमा चाहिँ के भनेको छ त, बट जम्पिङ अन द मुन इज अ फ्री फल रे। किन त? सिम्पल छ, मुनमा के छैन, एयर रेजिस्टेन्स छैन, नो एयर रेजिस्टेन्स हो, एयर रेजिस्टेन्स छैन, एयर रेजिस्टेन्स नभइसकेपछि फ्री फल हुन्छ। सिम्पल लजिक है, ओके। अब वेटलेसनेस भनेको चाहिँ इट इज द कन्डिसन अफ अ बडी व्हेन द वेट अफ अ बडी बिकम्स 0 है। यो के हो त, जब कुनै पनि बडीको चाहिँ वेट 0 हुन्छ, मतलब बडीमा कुनै पनि फोर्स लाग्नु भएन, इभन ग्राभिटी पनि लाग्नु भएन। यो कतिखेर मात्र पोसिबल छ त भन्दाखेरि व्हेन अ बडी इज फलिङ फ्रीली है, फ्री फल हुँदाखेरि वेट 0 हुन्छ। त्यसै गरी एट द सेन्टर अफ द अर्थ, किन सेन्टर अफ द अर्थमा जी 0 हुन्छ, सो वेट पनि के भयो, 0 भयो। व्हेन अ बडी इज एट द आउटर स्पेसमा पनि वेट के हुन्छ, 0 हुन्छ। इनसाइड द आर्टिफिसियल स्याटेलाइट, त्यहाँ पनि वेट के हुन्छ, 0 हुन्छ। सो वेटलेसनेस भनेको चाहिँ के हो त, इट इज द स्टेट अफ अ बडी व्हेन द वेट अफ बडी बिकम्स 0 है। अब चाहिँ वेटलेसनेससँग एउटा क्वेसन आउँछ के भन्दाखेरि वाइ डज एन एस्ट्रोनोट फिल वेटलेसनेस इनसाइड द आर्टिफिसियल स्याटेलाइट। आर्टिफिसियल स्याटेलाइट भित्र चाहिँ किन वेटलेसनेस हुन्छ? आर्टिफिसियल स्याटेलाइट के हो त खासमा, यो आर्टिफिसियल, यो अर्थ हो, स्याटेलाइट चाहिँ के हुन्छ त, स्याटेलाइट के हुन्छ त, यो अर्थको वरिपरि घुम्छ। आर्टिफिसियल स्याटेलाइट अर्थको वरिपरि घुम्छ, के को इन्फ्लुएन्समा भन्दाखेरि अर्थको ग्राभिटेसनल फोर्सले गर्दाखेरि हो, अर्थको ग्राभिटेसनल फोर्सले गर्दाखेरि यसको वरिपरि घुम्छ। भन्न खोजेको यो जुन स्याटेलाइट छ इट इज फलिङ फ्रीली टुवार्ड द अर्थ हो, अर्थको अर्थतिर त यो फ्रीली फलिङ भइरहेछ, र यो भित्र जुन एस्ट्रोनोटहरू छ त्यसको एक्सेलरेसन ड्यू टु ग्राभिटी र यो स्याटेलाइटको एक्सेलरेसन ड्यू टु ग्राभिटी के हुन्छ, सेम हुन्छ के। यो मान्छेको एस्ट्रोनोटको र यो स्याटेलाइटको के हुन्छ, एक्सेलरेसन ड्यू टु ग्राभिटी सेम भएको कारणले गर्दाखेरि भित्र एस्ट्रोनोटको वेट 0 हुन्छ। त्यसै गरी अर्को जाउँ, अ पर्सन डज नट फिल वेटलेसनेस अन द सर्फेस अफ द मुन हो। अब आर्टिफिसियल स्याटेलाइट चाहिँ वेटलेस भयो, तर मुनमा चाहिँ, मुन पनि स्याटेलाइट हो, त्यसमा चाहिँ किन वेट फिल भयो भन्दाखेरि सिम्पल छ, त मुनको आफ्नै ग्राभिटेसनल फोर्स हुन्छ र त्यो ग्राभिटेसनल फोर्स बडीमा एक्ट गर्छ। कुनै पनि बडीमा यदि ग्राभिटी लागिरहेछ भने त्यो त वेटलेसनेस हुँदैन, त्यही भएर मुनमा चाहिँ ग्राभिटेसनल फोर्स भएको कारणले गर्दाखेरि वेटलेसनेस हुँदैन। सो थ्योरी पोर्सन चाहिँ यो च्याप्टरबाट यति नै हो है। अब न्युमेरिकलको लागि चाहिँ म छुट्टै भिडियो बनाउँछु, भयोभरको यो च्याप्टरबाट सोधिने जस्तो पनि न्युमेरिकल छ त्यो न्युमेरिकलको लागि छुट्टै भिडियो बनाउँछु। त्यही भएर च्यानललाई सेयर गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला है, र यहाँसम्म हेर्नुभएको छ भने भिडियो मन पर्यो भने चाहिँ लाइक पनि गरिदिनु होला है त। थ्याङ्क यू।